साथीहरू, झनै 14 महिनाको हिरासत बसाए पछाडि हिजो सर्वोच्च अदालतले दिएको आदेशलाई समेत बदर गरेर त्यो आदेशलाई उल्टाएर बुटोल उच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिगो बराबरको 2,84,00,00,000 रुपैयाँ बिगो बराबरको धरोटी रकममा मुद्दा चाहिँ पूर्वपक्ष मुद्दा बाहिरै बसेर लड्ने गरी चाहिँ अदालतले छोडिदिएको छ। तर यत्रो 14 महिना जेल बसेर पनि बाहिर निस्केका यी मान्छेमा आत्मबल कति हो? ओ बाफरे माने रवि दाइ, तिमीलाई माने हामी जनताले, हामीले मान्यो है। जनता तिम्रो साथमा छन्। अब तिमी अघि बढ्नै पर्छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई नम्बर 1 को पार्टी बढ्नुपर्छ। हामी देश विदेशबाट हामी लाग्नेछौँ। तर तिम्रो आत्मबललाई ग्रान्ड सल्युट रवि दाइ। अब हाम्रो पालो छ, अब लड्ने पालो हाम्रो छ। हामीले जिताएर छोड्छौँ। तिमीलाई देशको एउटा सर्वोच्च पद प्रधानमन्त्री नबनाएसम्म हामी पछि हट्नेवाला होइन। त्योभन्दा पछाडि तिमी या राम्रो या नराम्रो तिम्रो जाँच त्यहाँ हुनेछ। अहिलेलाई तिमी र तिम्रो आत्मविश्वासलाई ग्रान्ड